छैन ल के भएको छैन यहाँ ठोकियो ल ल ल केही भएको छैन उठो खेल मम्मी भोक लाग्यो ल बस है बाबु है उता गएर आउँछ कस्तो झिन लाग्यो खाने सक्ने केही हुँदैन एउटा रोटी थियो अनि बाबुले खुवाइहालेँ अब एकैछिन बेलुका बाबुसँगै खाना खानु पर्यो मम्मी निन्दा लाग्यो आएँ बाबु आएँ ल एकछिन है पसिना भएछ मेरो बाबालाई गर्मी हो नाना ए त्यही त नि मेरो माया कति राम्रो थियो के भनेर ल्याउँछ आज तिम्रो लागि छोरो गर्मी भयो फ्यान चलाइदेऊ त यहाँ फोनमा बोलिरहेको छु डिस्टर्ब नगर न भने आफै गरेर अन गर्न सक्दैन ए होइन क्या यहाँ छ क्या एउटा यो बुढी आमा छ नि त यहाँ एउटा खालि किचकिच 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 मात्रै गरेर बस्छ ल छोडिदेऊ त्यस्तो कुरा छोडिदेऊ न के चाहिँ खान मन पर्छ तिमीलाई म बनाएर ल्याउँछु नि त नत्र घरमै बनाएर ल्याउँछु नि त ल बेबी यस ल ल ल लभ यु बाबु जानुभन्दा फेरि अलिकति भोक लागे जस्तो लाग्यो थोरै खोले बनाएर जाऊ है म अफिस जान लागेको भने आफै बनाएर खाऊ न त्यति पनि सक्दिनँ आफै बनाएर खान मान्छेलाई बनाउन नसक्ने भयो त के काम खालि मलाई मात्र किचकिच 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 आफै बनाएर खाऊ खाए खाऊ नखाए नखाऊ हेरेर हिँड्न सक्दिनौ उठा आफै त्यस्तो जा भने हेर कसरी लड्छ यस्तो ठाउँमा यति जा पनि चढ्न सकेन ल उठा आफै जेसुकै गर्छौ गर म बिजी छु तिमीलाई उठाइराख्ने मेरो ए मलाई ढिला भइसक्यो भनेको यस्तै राख्थ्यो भने नि मर्ली भन्ने डर ए उठा मलाई ढिला भइसक्यो भनेको त्यहाँ अफिसमा मलाई के भन्छन्